केन्द्रीय गृहमन्त्री अमित शाहले श्रीनगरको पहलगाम आतंकवादी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। हिज 22 अप्रेलमा जम्मू काश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा 26 जनाले ज्यान गुमाएका थिए, जसमा एकजना नेपाली नागरिक पनि रहेको छ भने यसमा विभिन्न राज्यका पर्यटकहरू पनि समावेश छन्। यस आक्रमणपछि सुरक्षा बलले सम्पूर्ण क्षेत्रमा खोजी अभियानलाई तीव्र बनाएको छ। जम्मू काश्मीरको पहलगाममा आतंकवादी हमलापछि काश्मीर घाटीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सेना, सीआरपीएफ र जम्मू काश्मीर पुलिसले आतंकवादीहरूलाई पक्राउ गर्न संयुक्त अभियान सुरु गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणको कडा निन्दा गर्दै यो जघन्य अपराधको पछाडि जो कोही छ उसलाई न्यायको कठघरामा ल्याइने बताएका छन्।